नमस्कार, यहाँलाई स्वागत छ हाम्रो च्यानलमा। आज मैले भाडा खाने नयाँ घर लिएर आएको छु। काठमाडौँ जोरपाटी नारायणटारमा रहेको छ। 4.5 आना 2 दम्म बनेको 14x14 पिलर प्रयोग गरेर राम्रो बलियो हिसाबले बनेको नयाँ घर रहेको छ भने यो घरमा यहाँहरूले जम्मा 23 वटा रुम पाउन सक्नुहुन्छ भने मुनिको 3 फ्ल्याट भाडामा दिएर माथिल्लो एक फ्ल्याटमा आफू मजाले बस्न सक्नुहुनेछ। एक फ्ल्याटमा यहाँहरूले 6 वटा रुम पाउन सक्नुहुन्छ भने दुईटा परिवारलाई दिने हिसाबले एउटा फ्ल्याटमा 2 वटा किचन पाउन सक्नुहुनेछ। फल सिलिङ, बत्ती कलर, लाइटिङ साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने भित्रभरिकै ठुलो खालको यहाँहरूले वाटरप्रुफ काठ युज गरेर टिभी क्याबिनेट बनेको पाउन सक्नुहुनेछ। राम्रो खालको ग्रेनाइट टाइलहरू प्रयोग गरेर भित्रभरिकै ठुलो खालको आकर्षक राम्रो डिजाइनमा बनेको मोडुलर किचन बनेको पाउन सक्नुहुन्छ यहाँहरूले। यदि तपाईहरु यस्तै राम्रो नयाँ भाडा खाने घरको खोजी हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ। अन्तिमसम्म भिडियो हेरेर यहाँहरूले साथ दिनु होला। यो घरको मूल्य हामी अन्तिममा राखिदिनेछौँ। अब म तपाईहरुलाई यो घरको भित्रको दृश्य देखाउन गइरहेका छौँ। तपाईहरुले दृश्यमा देख्न सक्नुहुन्छ यो साइडमा स्लाइडिङ गेट पाउन सक्नुहुन्छ भने तीनतिर छोडेर निकै नै ओपन स्पेस पाउन सक्नुहुनेछ। यो साइडमा यहाँहरूले ठुलो खालको गाडी पार्क गर्न सक्नुहुन्छ भने यो साइडमा पनि यहाँहरूले एउटा सानो गाडी पार्क गर्न सक्नुहुन्छ भने यता कर्नरमा सानो मिनी गार्डन राखेको पाउन सक्नुहुन्छ भने यो साइडमा यहाँहरूले मजाले 7वटा बाइक पार्किङ गर्न सक्नुहुनेछ। बाहिरपट्टि ढुङ्गा टालेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने यहाँहरूले सुर्की डिजाइनहरू लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। तपाईहरुले दृश्यमा देख्न सक्नुहुन्छ माथि पार्किङको माथिल्लोपट्टि पनि फल सिलिङ, बत्ती कलर लाइटहरू राम्रो डिजाइनमा लगाएको पाउन सक्नुहुन्छ भने यो भर्याङमा नै यहाँहरूले 15-16 हजार लिटरको रिजर्भ ट्याङ्की पाउन सक्नुहुन्छ भने यो साइडमा यहाँहरूले एउटा किचन रुम, 2टा बेडरुम पाउन सक्नुहुन्छ भने यो साइडमा पनि यहाँहरूले एउटा किचन रुम, 2टा बेडरुम पाउन सक्नुहुनेछ। सिधै तपाईहरुलाई माथि देखाउँछु सेम ग्राउन्ड फ्लोर र माथि सेकेन्ड फ्लोरसम्म यहाँहरूले सेम रुमको साइजहरू पाउन सक्नुहुनेछ। आउनुहोस्, भर्याङमा यहाँले राम्रो खालको ग्रिनरहरू प्रयोग गरेको पाउन सक्नुहुन्छ भने यो भर्याङको साइडमा पनि यहाँहरूले दृश्यमा देख्न सक्नुहुन्छ राम्रो खालको डेडिकेट प्यानलिङ गरेको पाउन सक्नुहुन्छ भने सेफ्टीको लागि यहाँहरूले सिसाको काठको रेलिङ पाउन सक्नुहुनेछ। यो फर्स्ट फ्लोर रहेको छ भने फर्स्ट फ्लोरमा पनि सेम साइजको रुमहरू रहेको छ। यो साइडपट्टि यहाँहरूले एउटा किचन रुम, 2टा बेडरुम पाउन सक्नुहुन्छ भने यो साइडमा पनि एउटा किचन रुम, 2वटा बेडरुम पाउन सक्नुहुनेछ। भर्याङमा तलदेखि माथिसम्म नै यहाँहरूले साइडमा प्यानलिङ प्लस सिसाको काठको मार्केटिङ पाउन सक्नुहुनेछ। यो सेकेन्ड फ्लोर रहेको छ भने यो देब्रेपट्टि साइडको बेडरुमहरूको दृश्य देखाउन गइरहेका छौँ। ढोकामा पनि जाली खापाहरू लगाएर राम्रो डिजाइनमा बनेको यहाँहरूले पाउन सक्नुहुनेछ भने ढोकाबाट छिर्ने बित्तिकै यहाँहरूले एउटा किचन रुम पाउन सक्नुहुन्छ भने यो किचन सेलअपमा राम्रो खालको ग्रेनाइट टाइलहरू युज गरेको पाउन सक्नुहुन्छ भने मुनिको र्याकहरू बनेको छ। यो किचन रुम यहाँहरूले मिडियम साइजको पाउन सक्नुहुन्छ भने यो किचन रुमबाट बाहिरपट्टि बातालीमा निस्किनको लागि यहाँले एउटा ढोका पाउन सक्नुहुनेछ। अब म तपाईहरुलाई यो पूर्वी उत्तर साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम यहाँहरूले 10x11 को रुम पाउन सक्नुहुन्छ भने साइड भित्तामा यहाँहरूले ग्रिन कलर लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने यो बेडरुम पनि यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। अब म तपाईहरुलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुममा टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने मुनि प्यान युज गरेको यहाँहरूले पाउन सक्नुहुन्छ। यो कमन टोयलेट बाथरुम पनि फराकिलो नै पाउन सक्नुहुन्छ भने यो पश्चिम दक्षिण साइडपट्टिको बेडरुम रहेको छ भने यो बेडरुम यहाँहरूले 10x11 को रुम पाउन सक्नुहुन्छ भने प्रत्येक रुममा यहाँहरूले लाइट ग्रिन कलर लगाएको पाउन सक्नुहुन्छ। माथि सिलिङमा व्हाइट कलर लगाएको पाउन सक्नुहुन्छ भने झ्यालमा सेफ्टीको लागि यहाँहरूले ग्रिलहरू लगाएको पाउन सक्नुहुनेछ। यो साइडमा यहाँहरूले एउटा किचन रुम, 2टा बेडरुम पाउन सक्नुहुन्छ भने एक फ्ल्याटमा यहाँहरूले जम्मा 6वटा कोठा पाउन सक्नुहुनेछ। आउनुहोस्, अब म तपाईहरुलाई पश्चिम उत्तर साइडपट्टिको बेडरुमहरूको दृश्य पनि देखाउन गइरहेका छौँ। यो एउटै फ्ल्याटमा यहाँहरूले यो साइडमा 3वटा, उतापट्टि साइडमा यहाँहरूले हेरिसक्नुभयो। आउनुहोस्, अब म तपाईहरुलाई भित्रको दृश्य देखाउन गइरहेका छौँ। ढोकामा जाली खापाहरू लगाएर बनेको यहाँहरूले पाउन सक्नुहुन्छ भने यो ढोकाबाट छिर्ने बित्तिकै एउटा किचन रुम प्लस डाइनिङ हल एउटै बनाएको पाउन सक्नुहुन्छ भने यो किचन सेलअपमा ग्रेनाइटहरू युज गरेको पाउन सक्नुहुन्छ भने मुनि र्याकहरू बनेको पाउन सक्नुहुन्छ। यहाँहरूले यतापट्टि भाँडा धुने बेसन राखेको पाउन सक्नुहुनेछ भने आउनुहोस्, अब म तपाईहरुलाई यो पूर्वी साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुन्छ भने 10x11 11.5 को रुमहरू पाउन सक्नुहुन्छ भने यो रुममा चाहिँ यहाँहरूले क्रिम कलर लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने हालसालै फिनिसिङ हुँदै गरेको नयाँ घर रहेको छ भने सरसफाइ गर्न चाहिँ बाँकी रहेको छ। यदि तपाईँहरू भाडा खाने खालको घर खोजीमा हुनुहुन्छ भने यो घर हालसालै फिनिसिङ भएको घर
रहेको छ 3 फ्ल्याट भाडामा लगाउन सक्नुहुनेछ यहाँहरूले। आउनुहोस् अब म तपाईँलाई यो उत्तर पश्चिम साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम फराकिले पाउन सक्नुहुनेछ भने साइड भित्तामा क्रिम कलर लगाएको पाउन सक्नुहुनेछ। यो रुमबाट बाहिरपट्टि बातालीमा निस्किनको लागि एउटा ढोका पाउन सक्नुहुनेछ भने सेफ्टीको लागि यहाँहरूले ग्रिल लगाएको पाउन सक्नुहुनेछ भने बाहिरपट्टि बातालीमा यहाँले टफिङ ग्लास लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुम फराकिले नै पाउन सक्नुहुन्छ भने राम्रो खालको टाइलहरू युज गरेको पाउन सक्नुहुन्छ। धारका सामानहरू पनि ब्रान्डेड कम्पनीको युज गरेको पाउन सक्नुहुन्छ भने यो भाडामा दिनको लागि यहाँहरूले प्यान युज गरेको पाउन सक्नुहुनेछ। यो एक फ्ल्याटमा यहाँहरूले जम्मा 6वटा रुम पाउन सक्नुहुनेछ भने एक फ्ल्याटको यहाँहरूले 30,000 भाडामा लगाउन सक्नुहुनेछ। यो 3टा कोठा यहाँहरूले 15,000मा लगाउन सक्नुहुनेछ भने उतापट्टि यो साइडको 3टा रुमलाई यहाँले 15,000 गर्दाखेरि एक फ्ल्याटको यहाँहरूले जम्मा 30,000मा लगाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई माथि टप फ्लोरको दृश्य देखाउन गइरहेको छौँ। यो घरबेडी बस्ने फ्लोरमा यहाँहरूले सेफ्टीको लागि स्टिल गेट लगाएको पाउन सक्नुहुनेछ। हालसालै फिनिसिङ भएको राम्रो नयाँ घर रहेको छ। 4.5 आना 2 दाममा बनेको घर रहेको छ भने यो 4 तले घर रहेको छ। यो टप फ्लोर रहेको छ भने यो फ्लोरमा यहाँ घरपट्टि आफू मजाले बस्न सक्नुहुनेछ भने यो फ्लोरदेखि माथि चाहिँ यहाँहरूले दृश्यमा देख्न सक्नुहुन्छ। भित्रैपट्टिबाट भर्याङ लगाएको पाउन सक्नुहुन्छ भने भर्याङको अगाडि भित्र छिर्ने ठाउँमा पनि राम्रो सेपमा डिजाइन गरेको पाउन सक्नुहुन्छ भने यतापट्टि सामानहरू राख्नको लागि यहाँहरूले र्याकहरू बनेको पाउन सक्नुहुन्छ। यो साइडमा भित्रभरिकै तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ। ठुलो खालको टिभी क्याबिनेट पाउन सक्नुहुन्छ भने मुनि सामानहरू सजाउन सक्नुहुन्छ। साइडमा यहाँहरूले सामानहरू राख्न सक्नुहुन्छ भने बिचमा यहाँहरूले टिभी राख्न सक्नुहुनेछ। माथि फल सिलिङ बत्ती कलर लाइटहरू फिट गरेर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने भुइँमा पार्केटिङ गरेको पाउन सक्नुहुन्छ भने साइड भित्रमा पनि रेडिमेड पार्केटिङ गरेको पाउन सक्नुहुनेछ। यो 2टा रुमलाई एउटा नै बनाएको यहाँले दृश्यमा देख्न सक्नुहुन्छ भने यो लिभिङ रुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुन्छ। यो साइडमा पनि फल सिलिङ झुमरहरू फिट गरेर राम्रो डिजाइनमा बनेको यहाँहरूले दृश्यमा देख्न सक्नुहुन्छ भने यो पूर्वी दक्षिण साइडपट्टि यहाँहरूले किचन डाइनिङ हल बनेको पाउन सक्नुहुनेछ भने साइडमा राउन्डिङ राम्रो खालको डिजाइन लगाएर र्याकहरू बनेको यहाँहरूले दृश्यमा देख्न सक्नुहुन्छ। सामानहरू सजाउनको लागि डबल झ्याल राखेको पाउन सक्नुहुन्छ। यहाँहरूले भित्रपट्टिबाट पनि यहाँहरूले खोल्न सक्नुहुन्छ भने यताबाट पनि खोल्न सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँहरूलाई यो किचन रुमको दृश्य देखाउन गइरहेका छौँ। राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यो किचन सेलअप ग्रेनाइट टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ भने यतापट्टि साइडमा यहाँहरूले फ्रिज राख्ने स्पेस पाउन सक्नुहुनेछ भने माथि सामानहरू राख्नको लागि राम्रो खालको वाटरप्रुफ प्रयोग गरेर सिसाहरू युज गरेर राम्रो डिजाइनमा बनेको र्याक पाउन सक्नुहुन्छ भने पूर्वीपट्टि फर्काएर यहाँले चिम्नी राखेको पाउन सक्नुहुन्छ भने यतापट्टि भाँडा धुने डबल बेसन राखेको पाउन सक्नुहुन्छ भने राम्रो डिजाइनमा बनेको घर रहेको छ। माथि फल सिलिङ बत्ती कलर लाइटहरू राम्रो डिजाइनमा युज गरेर बनेको पाउन सक्नुहुनेछ भने आउनुहोस् अब म तपाईँहरूलाई पश्चिम उत्तर साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम यहाँहरूले फराकिले नै पाउन सक्नुहुन्छ भने भुइँमा पार्केटिङ गरेको पाउन सक्नुहुनेछ। माथि फल सिलिङ बत्ती कलर लाइटहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने झ्यालमा सेफ्टीको लागि ग्रिलहरू लगाएको पाउन सक्नुहुन्छ। यो रुमबाट बाहिरपट्टि बार्तालीमा निस्किनको लागि एउटा ढोका पाउन सक्नुहुन्छ भने बार्तालीमा टफिङ ग्लास लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यस्तै राम्रो नयाँ घरको खोजीमा हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर हेरेर यहाँहरूले लिन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुम यहाँहरूले फराकिले नै पाउन सक्नुहुन्छ भने यतापट्टि हातमुख धुने बेसन पाउन सक्नुहुनेछ। यतापट्टि यहाँहरूले मिररहरू फिट गरेको पाउन सक्नुहुन्छ भने धारको सामानहरू पनि ब्रान्डेड कम्पनीको प्रयोग गरेको पाउन सक्नुहुन्छ भने यतापट्टि कम्बोर्ड फिट गरेर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुन्छ। माथि सावर राम्रो खालको प्रयोग गरेको पाउन सक्नुहुन्छ भने टाइलमा पनि राम्रो खालको प्रयोग गरेर बनेको पाउन सक्नुहुनेछ। यो कमन टोयलेट बाथरुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरेर साथै छेउमै आउने बेलायकन थिएर हलमा क्लिक गर्न यहाँहरूले नभुल्नुहोला। काठमाडौँ जोरपाटी नारायणटार चोकबाट एकदमै नजिक रहेको छ भने 4.5 आना 2 दाममा बनेको हालसालै फिनिसिङ भएको घर रहेको छ। यो आउनुहोस् अब म तपाईँहरूलाई यो पूर्वी साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ भने भुइँमा रेडिमेड पार्केटिङ गरेको पाउन सक्नुहुनेछ। साइड भित्तामा यहाँहरूले राम्रो खालको कलरहरू लगाएर बनेको पाउन सक्नुहुनेछ भने माथि यहाँहरूले कनेस डिजाइनहरू लगाएर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यो बेडरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ भने आउनुहोस् अब म तपाईँहरूलाई यो मास्टर बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुन्छ भने भुइँमा पार्केटिङ गरेको पाउन सक्नुहुन्छ। यो बेडरुमबाट बाहिरपट्टि कौसीमा निस्किनको लागि एउटा ढोका पाउन सक्नुहुन्छ भने बार्तालीमा टपिङ ग्लासहरू लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने सेफ्टीको लागि ग्रिलहरू लगाएको पाउन सक्नुहुन्छ। यो बेडरुममा यहाँले यतापट्टि एट्याच टोयलेट बाथरुम पाउन सक्नुहुन्छ भने आउनुहोस् अब म तपाईँलाई भित्रको दृश्य देखाउन गइरहेका छौँ।
यतापट्टि हातमुख धुने बेसन राखेको पाउन सक्नुहुन्छ भने मिररहरू फिट गरेको पाउन सक्नुहुन्छ यतापट्टि कम्फर्ट फिट गरेको पाउन सक्नुहुन्छ भने राम्रो खालको टाइलहरू प्रयोग गरेर बनेको पाउन सक्नुहुनेछ यदि तपाईहरुसँग जोरपाटी दक्षिण ढोका नारायणटार पत्रखेलतिर 4 आना 3.5 आना जग्गा छ भने जग्गासँग जग्गा दिएर पैसा थप गरेर सट्टपट गरेर पनि यहाँहरूले लिन सक्नुहुनेछ मुनिको 3 फ्ल्याट भाडामा दिएर यो माथिल्लो टप फ्लोरमा आफू मजाले बस्न सक्नुहुनेछ आउनुहोस् अब म तपाईहरुलाई माथि छतको दृश्य पनि देखाउन गइरहेका छौं तलदेखि माथिसम्म नै यहाँले भरेङको साइड रेडिमेड प्यानलिङ गरेको पाउन सक्नुहुन्छ भने सेफ्टीको लागि यहाँहरूले सिसोको काठकै रेलिङ पाउन सक्नुहुनेछ यो भर्याङ छप्ने ठाउँमा यहाँहरूले पूजा कोठा अथवा स्टोर रुम बनाउन सक्नुहुन्छ भने यो राम्रो डिजाइनमा टाइलहरू बिछाएर बनेको पाउन सक्नुहुनेछ छत यहाँले निकै नै खुला पाउन सक्नुहुन्छ भने यतापट्टि साइडमा यहाँले कपडाहरू धुनको लागि एउटा धारा प्लस 1000 लिटरको 2वटा ट्याङ्की पाउन सक्नुहुनेछ यो माथिल्लोपट्टि साइडमा पनि यहाँहरूले निकै नै ओपन स्पेस खुला पाउन सक्नुहुनेछ भने यो साइडमा यहाँहरूले दृश्यमा देख्न सक्नुहुन्छ निकै नै खुला स्पेस पाउन सक्नुहुनेछ अब म तपाईहरुलाई पूर्ण जानकारी दिन गइरहेका छौं काठमाडौँ जोरपाटी नारायणटार चोकबाट एकदमै नजिक रहेको छ भने 4.5 आना 2 दाममा बनेको काठ तले 14x14 पिलर प्रयोग गरेर हालसालै फिनिसिङ भएको नयाँ घर रहेको छ भने यो घरको अगाडिको बाटो यहाँहरूले 32 फिट तान्जुन पिच बाटोको एक्सेस पाउन सक्नुहुनेछ भने राम्रो खालको ढुङ्गा टालेर सुर्की डिजाइनहरू निकालेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यहाँहरूले टफिङ ग्लासहरू लगाएर बनेको पाउन सक्नुहुनेछ यो घरमा जम्मा यहाँहरूले 23 वटा रुम पाउन सक्नुहुनेछ भने मुनि 3 फ्ल्याट भाडामा दिएर माथिल्लो एक फ्ल्याटमा आफू मजाले बस्न सक्नुहुनेछ भने फल सिलिङ बत्ती कलर लाइटिङ सारै राम्रो आकर्षक डिजाइनमा युज गरेर बनेको पाउन सक्नुहुनेछ भने वाटरप्रुफ काठ युज गरेर राम्रो खालको भित्रभरिकै ठुलो खालको यहाँले टिभी क्याबिनेट पाउन सक्नुहुनेछ ग्रेनाइट टाइलहरू युज गरेर भित्रभरिकै ठुलो खालको यहाँहरूले मोडुलर किचन बनेको पाउन सक्नुहुनेछ भने राम्रो डिजाइनमा बनेको हालसालै फिनिसिङ भएको नयाँ घर रहेको छ खानेपानी बिजुली बत्ती ढल्ने कासा सम्पूर्ण सुविधा यहाँले पाउन सक्नुहुनेछ भने स्कुल कलेज हस्पिटल यातायात सुविधा पनि यहाँहरूले एकदमै नजिक पाउन सक्नुहुनेछ भने यदि तपाईहरुलाई पैसा पुगेन भने यो घरमा बैंकिङको पनि सुविधा रहेको छ यदि तपाईहरुसँग जोरपाटी नारायणटार दक्षिण ढोका अत्रखेलतिर 4 आना 4.5 आना 3.5 आना जग्गा छ भने जग्गा दिएर पैसा थप गरेर पनि यो घर लिन सक्नुहुनेछ घरधनीले बताए अनुसार यो घरको मूल्य 4 करोड 50 लाख बताउनु भएको छ भने यहाँहरूले तु पास गर्नु भयो भने मूल्यमा पनि तपाईहरुकै भावमा केही मिलाएर दिने बताउनु भएको छ स्क्रिनमा दिएको नम्बरमा यहाँहरूले कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ भने हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर यहाँहरूले साथ दिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद हाम्रो च्यानललाई यसरी नै माया गरिदिनु होला लाइक र सब्स्क्राइब पनि गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु पुनः हामी अर्को भिडियो ल्याएर उपस्थित हुनेछु यहाँहरूलाई धेरै धेरै धन्यवाद